नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई लाइक पनि गरिदिनु होला। तपाईहरुको लाइकले हामीलाई हौसला मिल्छ र हामीलाई अर्को भिडियो बनाउन प्रेरणा मिल्छ। अहिले मलेसिया पूर्ण रूपमा खुलेको नभए पनि सन् 2025 मा सेक्युरिटी गार्ड, निर्माण क्षेत्र, फ्याक्ट्री कामदार र सामान्य कामदार जस्ता विभिन्न पदहरूमा माग आइरहेको छ। आज हामी नेपालमा आइरहेको एउटा कम्पनीको मागको बारेमा कुरा गर्दै छौं। कंपनी को नाम हो इजी मिलियन कंस्ट्रक्शन SDN BHD, जुन मलेसिया में दर्ता भएको निर्माण कंपनी हो। इसको दर्ता नंबर 156033M/2024/01/2022 से 84 रहेको छ र यो सन् 2024 को जुन 5 तारिखमा दर्ता भएको हो। यो कंपनी मुख्यतया निर्माण कार्यहरू गर्छ र निर्माणमा प्रयोग हुने विभिन्न मेसिनरीहरू भाडामा दिने काम पनि गर्दछ। हालसम्मको जानकारी अनुसार यो कंपनी मलेसियाको सारावाक राज्यमा दर्ता भएको छ। यसले सडक ढलान, भवन निर्माण र अन्य पूर्वाधार विकासका कामहरू गर्ने देखिन्छ। साथै कंपनीले निर्माण कार्यमा आवश्यक पर्ने मेसिनहरू भाडामा उपलब्ध गराउँछ र ती मेसिनहरू चलाउन आवश्यक कामदारहरू पनि उपलब्ध गराउँछ। यो कंपनी धेरै जसो मेसिन भाडामा लगाउने र मान्छेलाई त्यो मेसिन चलाउन दिने काम गर्छ। यसले रोड ढलान, बिल्डिङ र अन्य यस्तै कामहरू पनि गर्दछ। यस कंपनीको माग हाम्रो अनमोल ओभरसीज प्रात ली मेन पावरबाट आएको हो। यो मेन पावर काठमाडौँको सिनामंगल 9 एयरपोर्टको नजिकमा रहेको छ। माग गरिएका विभिन्न पदहरूको लिंक डिस्क्रिप्सनमा दिइएको छ, जहाँ गएर तपाईं थप जानकारी पढ्न सक्नुहुन्छ। त्यहाँ मैले धेरै जानकारी दिएको छु। कंपनीले धेरै जना मान्छेको माग गरेको छ र विभिन्न पदहरूका लागि छुट्टा-छुट्टै संख्या तोकेको छ। जस्तै फिनिशिङ कार्पेन्टरमा 15 जना र फेरि 5 जना, कन्स्ट्रक्सन मिस्त्री, मेसिन अपरेटर, सामान्य कामदार, वेल्डर र सिमेन्ट मिच्ने कामदारमा 10 जनाको माग रहेको छ। अब तपाई कुन काममा सक्षम हुनुहुन्छ, तपाईसँग कुन कामको सिप छ र यी मध्ये कुन काम तपाईलाई मन पर्छ, त्यही काममा जानुहोला। मेन पावरमा गएपछि तपाईले आफ्नो रुचि अनुसारको कामको बारेमा सोध्नु पर्ने हुन्छ। धन्यवाद।